फ्याक्ट नम्बर 5 भनिन्छ कि तपाईको कर्म तपाईसँगै फर्केर आउँछ। तपाईले जे गर्नुहुन्छ यसको परिणाम तपाईलाई प्राप्त भएरै छाड्छ। सन् 1965 मा रोजर लौजियर नामको एउटा 4 वर्षको बच्चा पानीमा डुब्दै थियो। तब त्यस बच्चालाई डुब्दै गरेको एलिस ब्लेजले देखिन्। एलिसले त्यस बच्चालाई डुब्नबाट बचाइन्। तर अब रमाइलो लाग्ने कुरा त यो हो कि ठीक त्यसको 9 वर्षपछि जब त्यस बच्चाको उमेर लगभग 13 वर्षको थियो तब त्यस बच्चा त्यही ठाउँमा एउटा व्यक्तिलाई डुब्नबाट बचाए। त्यस बच्चाले जुन व्यक्तिलाई डुब्नबाट बचाएका थिए त्यो व्यक्ति अरू कोही नभई एलिसको पति थिए। हजुर, त्यही एलिस जसले 9 वर्ष अगाडि रोजरलाई डुब्नबाट बचाएकी थिइन्। फ्याक्ट नम्बर 4 अब कर्मको कुरा गर्ने नै हो भने सन् 2006 मा मेक्सिकोको एउटा घरको किचनमा एउटा मुसा आएको थियो। मुसालाई देखेर त्यस घरमा बस्ने मानिसलाई एकदम रिस उठ्यो। तर उसले त्यस मुसालाई समातेर गार्डनमा जलिरहेको आगोमा फाल्दिए। आगोमा फाल्नको बावजुद पनि त्यो मुसाको मृत्यु भएन र जसो तसो त्यस आगोबाट निस्किन सफल भयो। तर त्यसको शरीरमा आगो लागेको थियो र त्यो आफ्नो आगो लागेको शरीरलाई लिएर त्यही मानिसको घरभित्र छिर्यो र त्यस मुसाको कारणले त्यस मानिसको पुरै घरमा आगो लागेको थियो किनकि त्यो मुसा किचनमा भएको सिलिन्डरसम्म पुगेको थियो। घरमा लागेको आगोको कारण त्यस मुसाको मृत्यु त अवश्य भयो, तर मर्दै गर्दा त्यसले आफ्नो मृत्युको बदला पनि लिएर छोड्यो।